mong sau ngày giàu hay lấy mài hoa ra.
रहेको धार्मिक स्थलहरूलाई कसरी चाहिँ नेपाली र हिन्दू धर्मावलम्बीहरूको लागि प्रचार प्रसार गराउन सकिन्छ, सँगसँगै बौद्धिस्ट धर्मलाई पनि कसरी अगाडि बढाउन सकिन्छ भन्ने खालको एउटा सन्देश प्रवाह गर्ने उद्देश्यका साथ लागि परिरहेको छु। र यसै सिलसिलामा रसुवा जिल्लाकोमा रहेका 108 कुण्डहरूमध्ये अहिले जनै पूर्णिमाको अवसरमा गोसाइकुण्डमा एउटा भव्यताका साथ गोसाइकुण्ड मेला सम्पन्न भई र यो गोसाइकुण्ड मेला चाहिँ आजबाट समापन हुने तर्फमा गइरहेको छ। गोसाइकुण्ड जे रमाइलो भयो, राम्रो भयो, सजिलै गयो, सजिलै आइयो, देखियो, स्वर्ग पुगेर आइयो। गोसाइकुण्ड यात्रा पहिला त अलिक कठिनै भयो। जब माथि पुग्यो रमणीय दृश्य देख्दाखेरि थकान पनि मर्दै गयो। जब गोसाइकुण्डमा गएर एक रात बिताइयो, त्यहाँ सुतियो, अक्सिजन कम भए तापनि निन्द्रा नलागे तापनि गोसाइकुण्डमा स्नान गर्दाखेरि त्यो थकान सकान सबै दूर भएको। मुख्य कुरो के भने तातोपानीसम्म पनि पाइँदो रहेछ, प्रमुख कुरो त्यो। हजुर, अब सङ्घ संस्थाहरूले जसले जति सहयोग गर्नुपर्छ बरु त्यो अर्थ नाटकीय ढङ्गले अरू व्यवहार गर्नुभन्दा तातोपानीको व्यवस्था मात्रै चाहिँ बाटाबाट गरिदिनु भने धेरै किसिमको रोगहरू न्यूनीकरण हुन्छ। मैले हिजो रेड क्रसका प्रतिनिधि साथीहरूलाई त्यही भने तपाईँहरूको सिटामोल त हरेक व्यक्तिसँग ल्याए हुन सक्छ, तर तातोपानी चाहिँ किनेर पनि खान पाइएन। अबको पछिका दिनहरू चाहिँ कमसेकम तपाईँहरूले चाहिँ तातोपानी मात्रै चाहिँ ड्रममा चाहिँ तताएर दिने व्यवस्था मात्रै गरिदिनु भयो भने धेरै उपयुक्त हुन्छ। 1 गिलासको 30 रुपियाँ लियो अनि अब त्यो पनि पाइएन, तातोपानी त पाइँदै पाइएन, तातोपानी त पाइँदै पाइएन, दिँदो रहेछ होइन। अब चिया चाहिँ 50 रुपियाँ त्यो फिका चिया खाने हो, त्यो अब त्योभन्दा चाहिँ बरु 50 रुपियाँको 1 लिटर तातोपानी दिएको भए पनि हामीलाई चाहिँ हुन्थ्यो, त्यो तातोपानी नै पाइएन। आमा कतिबाट जानु हो? अब अहिलेको यो विशेष गरी गोसाइकुण्ड मेलाको बेलामा यात्रुहरूको र तीर्थयात्रीहरूको भनौँ न, तीर्थयात्रीहरूको चाहिँ आवागमन अलिक बढी हुने भएको छ। हिजो अस्तिको तुलनामा आउने जाने लगभग नर्मलभन्दा अलिकति बढी थियो। त्यो बेलामा सामान्य यहाँको रुटको गाडीहरूले नै भइरहेको अवस्था थियो भने आजबाट चाहिँ लगभग अब जनैपूर्णिमा पनि सकिसकेको र गोसाइकुण्डको मेला मुख्य मेला पर्वको दिन सकिसकेको हुनाले आज चाहिँ यात्रुको चाप अत्याधिक भएको कारणले यो भएको कारणले चाहिँ हाम्रो यातायात व्यवसायी सङ्गठनहरू यहाँको यातायात व्यवसायी समितिहरूको समन्वय गरेर थप गाडीहरू तलबाट पनि मगाएर यात्रुहरूलाई व्यवस्थित तरिकाले तोकिएको दरमा यहाँबाट काठमाडौँसम्म जान सक्ने वातावरण मिलाउन चाहिँ पहल भइरहेको भगवान को